आजको पनि भर्खर भेला साथै नतिजा प्रकाशनको दिनमा तपाईँहरू चाहिँ हाम्रो निमन्त्रणा स्वीकार गरेर जति नम्बरहरू थियो आउनुभयो हामी धेरै खुसी छौँ। सर्वप्रथम त यहाँहरू सबैजनालाई स्वागत तथा न्यानो अभिवादन नमस्कार भन्न चाहन्छु। विशेष गरी त स्कुलबाट जति पनि प्रोग्रामहरू कार्यक्रमहरू हुन्छ अनि हामीले सूचना यसरी दिँदाखेरि चाहिँ हजुरहरू सबैजना उपस्थित हुनुभएको चाहिँ हामीलाई एकदमै खुसी लाग्छ। किनभने हामीले चाहिँ यहाँहरूसँग नै अन्तर्क्रियाहरू साथै विभिन्न कुराहरूको विषयमा छलफल गर्नको लागि बोलाउँदाखेरि चाहिँ यहाँहरूको उपस्थिति चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसकारण आज जतिजना तपाईँहरू आउनुभयो हामी एकदमै खुसी छौँ र आगामी दिनहरूमा पनि तपाईँहरूको यसै गरी नै उपस्थित तपाईँहरूको सहभागिता जनाउनुहुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ। विशेष गरी आजको कार्यक्रम चाहिँ मैले भनि नै सकेँ होइन। आज चाहिँ विशेष गरिकन नतिजा प्रकाशन नर्सरी कक्षादेखि 3 वर्षसम्मको अनि साथै यहाँहरूसँग अन्तर्क्रिया अभिभावक भेला भनेर पनि आजको कार्यक्रम हामीले राखेका छौँ। यो कार्यक्रममा चाहिँ हामीले धेरै अगाडिबाट नै गर्ने भनेर धेरैचोटि सल्लाह पनि भएको होइन। विभिन्न कारणहरूले गर्दाखेरि चाहिँ योभन्दा अगाडि हामीले यो कार्यक्रमलाई राख्नलाई सफल भएनौँ। तर अहिले चाहिँ केही छैन होइन। धेरै पछिको बादमा हामीले यसरी तपाईँहरूसँग यसरी भेटघाट गर्ने होइन, तपाईँहरूसँग अन्तर्क्रिया गर्ने, तपाईँहरूको विभिन्न खालको हजुरहरूसँग भएको विभिन्न खालको कुराहरू होइन, तपाईँहरूले आफ्नो कुराहरू पनि राख्न सक्नुहुन्छ। जस्तै आफूले चित्त नबुझेको कुरादेखि चित्त बुझेर एप्रिसिएट गर्ने कुराहरू ती सबै कुराहरू तपाईँहरूले राख्न सक्नुहुन्छ। र आज चाहिँ विशेष गरी हामीले चाहिँ बिदाको दिनमा राख्ने भन्दै गर्दाखेरि चाहिँ त्यो समयहरू नमिलेको कारणले चाहिँ आजकै दिनमा हामीले यो कार्यक्रमलाई चाहिँ राख्यौँ। नत्र अरू बेलामा भएको भए चाहिँ बिदाको दिनमा भएको भए चाहिँ यहाँहरूलाई चाहिँ सबै क्लास टिचर्सहरू पनि हामीले राखेर चाहिँ मजाले गर्ने सोचमा थियौँ होइन। तर अहिलेलाई ठिकै छ। अब नेक्स्ट टाइम चाहिँ हामीले एकदमै टाइमहरू मिलाएर सबै टिचरहरूलाई पनि प्रत्येक क्लास टिचरहरूलाई पनि राखेर कार्यक्रमहरू हामीले पछि राख्ने नै छौँ होइन। आजको लागि चाहिँ हामीले त्यही नतिजा प्रकाशन तथा तपाईँहरूसँग अन्तर्क्रियाको लागि भने हामीले बोलाएका छौँ र तपाईँहरू आउनुभयो धेरै 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 धन्यवाद। अनि विशेष गरिकन चाहिँ मैले अलिकति तपाईँहरूलाई जानकारी दिन चाहन्छु। योभन्दा अगाडि पनि हामीले धेरैचोटि कोसिस गरेर पनि भएन होइन। तर आज चाहिँ केही कुराहरू छोडकरीमा आज नतिजा प्रकाशन अनि हजुरहरूले आफ्नो नानी बाबुहरूको फाइलहरू पनि हेर्नुहुनेछ। त्यसकारण चाहिँ म धेरै लामो भन्दिनँ, सर्टकटमा भन्छु। सबैले भने उसले खालि अर्कालाई दोष दिने धिक्कार्ने मैले होइन भन्ने आफूले गल्ती गरेको चिज पनि अर्काले गरेको भन्ने खालको विकास हुँदो रहेछ सानो अवस्थामा। त्यस कारण हामीले उसलाई बच्चालाई घरमा दुईजनाको बिचमा झगडा गर्नुपर्छ भने केटाकेटी सुन्ने पनि गर्नु पर्यो। उनीहरूले त्यो बानी सिक्छ। मैले भन्नु खोजेँ कतिपय आफ्नो असन्तुष्टि हुन्छ परिवारमा राख्नु पर्यो भने पनि त्यो केटाकेटीहरूलाई साक्षी राखेर गर्नु भएन। हामी आफै पनि सुध्रिनु पर्यो, म पनि सुध्रिनु पर्यो, हामी प्यारेन्ट्सहरू सबैजना सुध्रिनु पर्यो भन्ने लाग्छ मलाई। त्यसपछि लाग्छ सबै प्यारेन्ट्सहरू चाहिँ जोइन हुनुहुन्छ। यदि अरू कतिजना प्यारेन्ट्सहरू जोइन हुनुभएको छैन भने क्लास टिचरलाई भेटेर सम्पर्क गरेर तपाईँहरू जोइन हुन सक्नुहुन्छ। अनि कृपया गरेर म यो अनुरोध पनि गर्न चाहन्छु जुन हाम्रो भाइबर ग्रुप वाट्सएप ग्रुप हामीले सुरु गरेका छौँ। त्यहाँ चाहिँ हामीले विभिन्न इन्फर्मेसनहरू दिन्छौँ यहाँहरूलाई हुन गइरहेको कार्यक्रमहरूदेखि सबै कुराहरू। अनि त्यसमा चाहिँ त्यो ग्रुपमा चाहिँ हजुरहरूले चाहिँ त्यो ग्रुप चाहिँ किन चाहिँ हामीले त्यो ग्रुप खोलेका हो त भन्दाखेरि चाहिँ हजुरहरूलाई त्यो इन्फर्मेसनहरू दिनको लागि, सूचनाहरू दिनको लागि होइन। अनि कतिपल्ट चाहिँ यसमा समस्या पनि आइराखेको छ कि। अनि मलाई आशा छ यहाँहरूले बुझिदिनु हुनेछ। त्यसमा चाहिँ तपाईँहरूले सानोतिनो कुराहरू चाहिँ ग्रुपमा चाहिँ त्यसरी नलेखिदिनु होला। अनि त्यस्तो कुराहरू चाहिँ तपाईँहरूले डाइरेक्टली क्लास टिचर अथवा मलाई पनि तपाईँहरूले भन्न सक्नुहुन्छ। अनि ग्रुपमा चाहिँ तपाईँहरूले एकदमै त्यो इम्पोर्टेन्ट इन्फर्मेसनहरू त्यस्तो खालको कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। तर आफ्नो बच्चाको पर्सनल कुराहरू चाहिँ तपाईँहरूले डाइरेक्ट टिचरहरूसँग नै गर्नको लागि चाहिँ म एकदमै अनुरोध गर्न चाहेँ। अनि प्रोग्रामको विषयमा भन्दाखेरि चाहिँ हामीले म तपाईँहरूलाई चाहिँ अलिक छोटकरीमा सानो सूचना जस्तो म दिन चाहन्छु। हामीले चाहिँ यो वर्षदेखि चाहिँ 1 क्लासदेखि, तर नर्सरी केजीमा चाहिँ हामीले गत वर्षदेखि नै हामीले स्टार्ट गरिसकेका छौँ।
सिपिएस प्रोग्राम अनि यसपालि चाहिँ 1 देखि नै हामीले 3 सम्मलाई चाहिँ सिपिआरएस प्रोग्राम हामीले लागू गरिसकेका छौँ। अनि यसमा चाहिँ हामीले प्रत्येक महिनामा चाहिँ हामीले कलर एउटा कलर र एउटा सेलिब्रेसन गर्छौँ। त्यो चाहिँ किन चाहिँ हामीले यो सेलिब्रेसन चाहिँ गर्छौँ त भन्दाखेरि चाहिँ हामीले चाहिँ त्यो कलरको बारेमा सिकाउने मात्रै नभएर हाम्रो नानी बाबुहरूले चाहिँ त्यो कलरको विषयमा सिक्दै अनि उनीहरूले रमाइलो गर्दै होइन त्यो अब हामीले कलर सेलिब्रेसन गर्दै गर्दाखेरि त्यो सम्बन्धी हामीले वर्कसिटहरू गराइरहेका हुन्छौँ। अनि हामीले चाहिँ कलरको लुगा यसरी ड्रेसहरू लगाएर आउनु भनेर त्यो एउटा सेलिब्रेट एउटा फन वेमा होइन जुन चाहिँ रमाइलो गर्दै सिक्ने कुराहरू छ। त्यस कारण चाहिँ कुनै पनि उद्देश्य बिना चाहिँ हामीले यो प्रोग्रामहरू गरेका होइनौँ। यो चाहिँ तपाईँहरूले पनि बुझ्न एकदमै जरुरी छ र बुझिराख्नु भएको छ, मलाई एकदमै खुसी लाग्छ। तर एउटा कुरा चाहिँ मलाई भन्न मन लागेको तपाईँहरूलाई त्यो प्रेसर जस्तो चाहिँ नहोस् होइन। जस्तै हामीले पनि प्रत्येक महिनामा चाहिँ नानी बाबुहरूलाई यो कलरको चाहिँ कपडा ड्रेसहरू लगाएर पठाइदिनु अथवा केही सामान लिएर पठाइदिनु भन्दाखेरि चाहिँ हामीले कम्पलसरी भनेर हामीले त्यसरी कहिले पनि भनेका छैनौँ। यसलाई चाहिँ तपाईँहरूले प्रेसर नलिनु होला। यदि होइन तपाईँहरूलाई गाह्रो छ, समस्या छ, प्रत्येक महिना पनि एकदमै साथ सहयोग दिनुपर्ने हुन्छ। अनि त्यसपछि कुनै हप्तामा हामीले स्पिचहरू भयो, कुनै ह्यान्ड राइटिङ कम्पिटिसन अहिले हामीले चाहिँ त्यो गर्ने भनेर हामीले विचार गरिरहेका छौँ। अनि कति नानी बाबुहरूको चाहिँ ह्यान्ड राइटिङ एकदमै नराम्रो भयो, त्यसमा चाहिँ हामीले ह्यान्ड राइटिङ नै सिकाएर अनि त्यसमा ह्यान्ड राइटिङ कम्पिटिसनहरू यस्तो विभिन्न अरू कुराहरूमा जस्तै एउटा इक्जाम्पल मात्र दिएँ। तर पछि अझै हामीले धेरै कुराहरू सोचिरहेका छौँ जुन चाहिँ हामीले गर्नेछौँ होइन। अझै हामीले इम्प्रुभ गर्दै जानेछौँ, अझै हामीले सिकाउँदै हामी जानेछौँ। अनि यसमा चाहिँ तपाईँहरूले एकदमै साथ सहयोग गरिदिनु होला। अनि जस्तै विभिन्न हामीले इभेन्टहरू गराउँछौँ। अहिले चाहिँ हाम्रो नेपालमा चाहिँ विभिन्न धेरै जात धर्म संस्कृति भएको देश भन्छ नि त होइन। हामीले चाहिँ त्यस कारण चाहिँ हाम्रो सांस्कृतिक सामाजिक कुराहरू सिकाउनको लागि पनि हामीले चाहिँ विभिन्न महिना एउटा महिनाभरि हुने कार्यक्रमहरू चाहिँ हामीले अगाडि नै टिचरहरूसँग हामी अलिक केही छ। अनि यो क्लास हेर्नुहोस्, अनि क्लास हेरेपछि बल्ल तपाईँले आफ्नो बच्चाको नाम हेर्नुहोस्। अनि त्यसपछि त पछाडि हजुरहरूको नाम छ, यहाँ पछाडि सबभन्दा पछाडि चाहिँ सिग्नेचर भनेर लेखेको छ। यहाँ चाहिँ तपाईँहरूले सिग्नेचर गर्नु होला। अनि यो चाहिँ हामीले किन चाहिँ गरेर गर्नुको हो त भन्दाखेरि चाहिँ हामीले निमन्त्रणा गर्दाखेरि चाहिँ कतिजना अभिभावकहरू चाहिँ उपस्थित हुनुभएको छ र कतिजनाले आफ्नो उपस्थिति जनाउनु भएको छ, त्यो पनि हामी हेर्दैछौँ। अनि अर्कोचोटिदेखि नै म तपाईँहरूलाई एकदमै अनुरोध गर्न चाहन्छु, एकदम तपाईँहरूले चाहिँ स्कुलको प्रोग्रामहरू केही बोलाउँदाखेरि चाहिँ तपाईँहरूले अनिवार्य रूपमा चाहिँ उपस्थिति भइदिनु होला। तपाईँहरूको उपस्थिति दिनुहुन्छ, तपाईँहरूको फिडब्याकहरू दिनुहुन्छ। अनि हामीलाई पनि अझै कसरी चाहिँ हाम्रो बच्चाहरूको चाहिँ अझै नयाँ तरिकाले होइन, कसरी चाहिँ अझै हामीले सिकाइमा चाहिँ अझै नयाँ तरिकाले अथवा चाहिँ राम्रो तरिकाले हामीले सिकाउन सक्छौँ त भन्ने कुराहरूमा पनि हामी पनि सिक्न सक्छौँ, हामीलाई पनि थाहा हुन्छ होइन। त्यस कारण चाहिँ हजुरहरूको उपस्थितिको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ। हुन्छ, धन्यवाद। अनि फेरि यो समय चाहिँ म सरलाई दिन चाहन्छु। मैले पहिला पनि भने होइन, कतिपय कुराहरू चाहिँ देखिन्छ। हाम्रो समस्या एउटै भएको, हाम्रो काम कर्म एउटै भएको कारणले गर्दाखेरि कतिपय कुराहरू दोहोरिने हुन्छ। र स्कुल पढाइ मैले यहीँ स्कुलमा पढाएर पनि तपाईँको 30 वर्ष भयो। मैले आफ्नो शैक्षिक क्रियाकलाप सुरु गरेर चाहिँ 40 वर्ष भइसकेको छ। र यो पढाइमा मैले पहिला पनि भने पहिलो दिनबाटै 9 वर्ष 10 वर्ष म्याथ साइन्स पढाएर सुरु गरेको। यो म्याथ र साइन्स पढाउने मान्छेहरू चाहिँ अलिकति मिलाएर हुने खालको हुने, त्यसो गर्ने पनि तिनै विशेषताहरू छ। अनि यहाँ पढ्दै आयो जति पनि मलाई चाहिँ त्यो साना बच्चाबच्चीहरूको क्रियाकलापसँग नै असन्तुष्टि भनेको प्यारेन्ट्सलाई आउँछ, यस्तो गर्छौँ उस्तो गर्छौँ भने के गर्छौँ भने अनि वर्ष बित्छ, यसपालि कस्तै भइरहेको स्कुलमा जे पढाइ भइरहेको छ त्योबाट म आफै सन्तुष्ट नभएपछि प्यारेन्ट सन्तुष्ट हुने कुरा आएन। प्यारेन्ट सन्तुष्ट नभएपछि मुख्य बच्चा सन्तुष्टि हुने कुरा आएन। उसले सिकाइमा चाहिँ एकदम बाध्यकारी हुने खालको परिस्थिति भयो। अनि के गर्ने भनेर मैले धेरै स्कुलहरूमा गएर हेरेँ।
धेरै स्कुलहरूमा गएर हेर्ने, धेरै स्कुलहरूमा त्यहाँ गएर आफैले पनि केही सूचनाहरू अहिले त्यो पनि पढ्न मान्छे हेरिसके पछाडि अनि लास्ट इयरबाट एउटा प्रोग्राम हामीले ल्यायौँ। अनि त्यो प्रोग्राम ल्याएपछि अहिले पनि हुन्छ अनि बच्चाहरू हुन्छ अब मान्छेहरूलाई पनि तालिम ट्रेनिङ दिन पर्यो र त्यो ट्रेनिङको म्यानेज गरेर हामीले साना बाल नानीहरूलाई चाहिँ एउटा पढाइको चेन्ज गर्न सकिन्छ कि भनेर जमाएको गऱ्यौँ। र त्यसमा अब हामी एक वर्षसम्म हामीले त्यो स्टिमुलेसन छ कि यो प्रोग्राम भनेर हामीले यहाँ शिक्षकहरूलाई ओरिएन्टेसन ट्रेनिङ छलफल दिँदै हामीले गर्दै सिधै कार्यक्रम ल्याएका छौँ। त्यसमा अब अभिभावकहरू पनि फिडब्याक दिन सक्ने परिवारबाट आओस् भन्ने म चाहन्छु। र खास गरी मैले 21औं शताब्दी होइन अब त्यो मैले कृत्रिम यात्रा गरेर हेर्दाखेरिमा अथवा मैले आफूले पढेको बेलामा अहिले मैले पढाइ गर्ने कुरा हेर्दाखेरिमा यो संसारमा त आनको काम फरक भइसकेको छ। धेरै ज्ञान भएको छ। तपाईँहरू पनि कसैको पहिलो वर्ष होला 20-25 वर्ष उमेरका मान्छेहरू हुनुहुन्छ होला, कोही स्टुडेन्ट हुनुहुन्छ होला। तपाईँहरूले पढ्दा अहिले पढ्दा धेरै चिजहरू चेन्ज हुन्छ। जस्तो अहिले पनि हाम्रो नानी भन्नुभयो तपाईँलाई